वेलकम टु माई मिनी ब्लग साथीहरू। आज हामी जाँदैछौँ मेरो ठुलो दिदीको घर। हामी चाहिँ दिदीलाई सरप्राइज दिनको लागि दाइ दिदी म भएर जाँदैछौँ। दिदीको घर पनि हामी पुगिसक्यौँ। अब दिदी घर हुनुहुन्छ हुनुहुँदैन, कता हुनुहुन्छ हामीलाई केही थाहा छैन है। फोन नगरिकन आएको हामी। अब जाँदैछौँ हामी, कता हुनुहुन्छ भन्दै हेर्दैछौँ के। अनि दिदीहरूले अहिले घर बनाउँदै हुनुहुन्छ नि त, अनि त्यो घर अनि सुतिराख्नु भएको रहेछ दिदी त है। अनि हामी जाँदा त एकछिन अचम्म मानेर हेर्नुभयो। अनि बिनाजु यता फेरि मस्त टोलाएर बस्नुभएको थियो। हामी गयौँ। अब दिदी त म एकदम सरप्राइज भएँ, सोचेको नि थिएन तिमीहरू आउँछौ भनेर भन्दै हुनुहुन्थ्यो दिदीले। अनि हाम्रो चाहिँ 3-4 महिनै भयो क्या हो भेटघाट नभएको दिदीसित। सबैको आफ्नो काम हुने है, अनि त्यस्तो जान भ्याइएको थिएन। अनि भेटघाट भयो। अनि एकछिन बस्यौँ दिदी बहिनी दाइसित टिकटक भिडियो बनायौँ। अनि हामी घर फर्क्यौँ है नाच्दै क्याल्दै। बाई बाई साथीहरू।